हेलो गाइस, कस्तो हुनुहुन्छ तपाईँहरू? सन्चै हुनुहुन्छ होला आशा गर्दैछु। आज चाहिँ म गाइस यहाँको बेरामा जुन हुन्छ लता त्यो काट्दैछु। किन भन्दाखेरि धेरै लामो लामो भइसकेर छ, यता आइरहेछ। तर मैले चाहिँ पहिलो बार काट्दैछु गाइस। अगाडि कहिले पनि यस्तो काटेको थिइनँ र पनि ट्राई गर्दैछु कि म राम्रोभन्दा राम्रो काटेर यहाँ मिलाउने छु। तर अगाडि चाहिँ नकाट्न हुनाले अहिले त्यस्तो खासै म काट्न सकेको छुइनँ। जस्तो जान्दछु त्यस्तै काट्दैछु। मालिकले भनेको थियो तर राम्ररी काट्नु अनि देख्नमा राम्रो होस्, त्यसैले म मिलाएर काट्दैछु। कि कस्तो हुन्छ तपाईँहरू हेर्नुहोला। राम्रो लाग्यो भने राम्रो लाग्यो भनेर कमेन्ट गर्नुहोला, राम्रो लागेन भने राम्रो लागेन भनेर कमेन्ट गर्नु। अब चाहिँ म काटिसकेर बढार्दैछु गाइस। तल झरेकोहरू सबै भेला पारेर राख्नु पर्नेछ, त्यसैले म सबै झाडुमा आएर एकतिर जम्मा गर्दैछु अनि जम्मा गरिसकेपछि म बस्तामा हालेर यसलाई फेकाउन लानेछु। धेरै नै भएको रहेछ गाइस, किनकि मैले यहाँको सबै जति काटिदिएँ नि त, यता आएकोहरू अघिदेखिबाट काट्दैछु म चाहिँ। अनि त्यसैले म चाहिँ छिटो छिटो काटेर झाडु मार्न लागेँ। झाडु मारेर अब बस्तामा हाल्छु। बस्तामा हाल्नुभन्दा अगाडि सबै भेला पारिसक्नुपर्छ। अब बस्ता लिएर आएर बस्तामा हाल्छु। अनि यो बस्तामा चाहिँ गाइस सबै हाल्नुपर्छ। अनि यसलाई लगेर टाढा लगेर फेकाउनुपर्छ अलिक दिनमा सुकेपछि। अनि फेरि यसलाई जलाउनुपर्छ। त्यसैले म फटाफटी जम्मा गर्न थालेँ। अनि फेरि बस्तामा पनि हाल्न थालेँ। बस्तामा हाल्दा हाल्दै म सोच्दैछु कि कतिखेर हालिसक्छु र अनि यो काम सकेर अर्कोतिर जाऊँ। त्यसैले आजको भिडियो यति नै हो है गाइस। फेरि अर्को काम गर्ने बेलामा फेरि बनाउँछु भिडियो।